तपाईहरुसँग मिल्ने कुरा हुन्छ कि सहकारी लुट्नु पर्ने हो कि के अरे बाघ हो भन्दैमा मान्छे मार्नु पर्ने हो, मान्छे खाँदै हिँड्नु पर्ने हो। त्यस्ता खालको हामीलाई बाघ चाहिएको छैन। बाघ हो भने कि जंगलमा बस्छ कि चिडाखानामा बस्छ। अहिले नै मैले क्लियर कुरा गरिदिएँ। नेपाली जनताले यो कुरा बुझ्नुपर्छ। सबैजनाले यो कुरा बुझेर अब आउने चुनावमा पार्टीको माटो चिन्हमा मतदान गर्नुला। जय देश जय। तपाईले भन्नुभयो के अरे हर्क साम्बाङमा के अरे घमण्ड छ, अहंकार छ भन्नुभयो, अहमता छ भन्नुभयो। हो, म भन्छु, किटानको साथमा भन्छु, छातीमा हात राखेर भन्छु, हो छ, घमण्ड छ, हुंकार छ। तर त्यो घमण्ड र त्यो हुंकार भनेको देश बनाउने घमण्ड हो, देश बनाउने हुंकार हो। तपाईहरु जस्तो दलाली भ्रष्टाचारीहरूलाई ठेगान लाउने हुंकार हो, घमण्ड हो। त्यो घमण्ड सधैँभरि कायम राख्नुपर्छ। म एउटा हर्क साम्बाङको शुभचिन्तक भएको कारणले त्यो घमण्ड सधैँभरि स्थापित राखिराख्नुपर्छ। मेरो मान्यता, मेरो धारणा यो हो। तपाईहरु जस्तो त जो यो मुलुकको लागि, यो मुलुकको राष्ट्रिय स्वाधीनता, यो मुलुकको भ्रष्टाचारहरूलाई तलाउनको लागि त्यस्तो घमण्ड चाहिरहन्छ, त्यो घमण्डको सधैँभरि म साथ सहयोग दिइरहन्छु। यो कुरा स्पष्ट रहनु। घमण्ड घमण्ड नभन्नु। कुन कुराको घमण्ड भनेर बुझ्नु। तपाईको सभापतिले जस्तो केपी ओली र शेरबहादुरलाई ठेगान लाउँछु भन्ने जस्तो हाम्रो घमण्ड छैन। केपी ओली पनि यही मुलुकको नागरिक हो, शेरबहादुर पनि यही मुलुकको नागरिक हो। कानूनले तोकेको अनुसार उनले दण्ड सजाय हुन्छ गल्ती गरेको छ भने। तर घमण्ड के हो, त्यसलाई भन्छ घमण्ड। घमण्ड त्यसलाई भन्छ हुंकार भनेको। त्यो चीजबाट पहिला बाहिर निस्किनु। तपाईहरुको पहिला त्यो मस्तिष्कबाट बाहिर निस्किनु। तपाईहरु त्यो खुल्ला रूपले पहिलो नम्बर तपाई नेपाली बन्नु। तपाई पहिलो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे हो कि तपाई चाहिँ नेपाली हो? नेपाली हो भने तपाई चाहिँ नेपाल बनाउनको लागि चाहिँ यो नेपाल बनाउने अभियानमा जोडिनुहुन्छ कि तपाई चाहिँ के अरे चाहिँ तपाईको चाहिँ घण्टी पार्टी बनाउनेको अभियानमा जोडिनुहुन्छ? यो कुरा तपाईले बुझ्न जरुरत छ। त्यसैले जापान भन्ने जस्तो देशमा छु भनिसके पछाडि, जापान भन्ने देशमा म पनि लामो समय रहेको कारणले गर्दाखेरि जापान भन्ने देशको श्रमको औचित्य र महत्त्व बुझेको मान्छे हो। त्यसै भएको कारणले गर्दाखेरि हर्क साम्बाङको नेतृत्व यो जुन किसिमको अभियानलाई जबसम्म हर्क साम्बाङले अगुवा भनेर यो नेतृत्व अगाडि रहिरहन्छ हो, तबसम्म हामी हर्क साम्बाङ हाम्रो अगुवालाई हामी साथ दिइरहन्छौँ। यो कुरा तपाई क्लियर बुझ्नु। तपाईहरु मिल्नुपर्छ भन्ने कुरा किन गर्नुहुन्छ? मिल्नुपर्छ भने आउनुहोस् न, सडकमा लिएर काम गर्न आउनुहोस्। मिल्ने भन्ने कुरा त्यहीँबाट सडकबाट सुरु भइसक्यो त। किन हामी त 5 स्टार होटलमा गएर मिलेको कुरालाई हामी स्वीकार दिनुपर्ने? हामीसँग जनतासँग प्रत्यक्ष रूपमा फिल्डमा आएर काम गरेर देखाओस्, अनि त्यहाँबाट मिलिहाल्यो त। त्यहाँ अरू के सही गर्नुपर्छ, कहीँ हस्ताक्षर गर्नुपर्छ, कहीँ पनि छैन। श्रम संस्कृति पार्टीले 2000 मान्छे लिएर, कार्यकर्ता लिएर चाहिँ काम गर्दैछन्। तपाईँ 4000 मान्छे लिएर काम गर्न जानुहोस् त। मिल्यो त? एजेन्डा मिलेन, कुरा मिलेन, काम मिलेन, व्यवहार मिलेन कि सहकारी लुट्नु पर्ने हो कि के अरे चाहिँ बाघ हो भन्दैमा मान्छे मार्नु पर्ने हो, मान्छे खाँदै हिँड्नु पर्ने हो। त्यस्ता खालको हामीलाई बाघ चाहिएको छैन। बाघ हो भने कि जंगलमा बस्छ कि चिडाखानामा बस्छ। अहिले नै मैले क्लियर कुरा गरिदिएँ। नेपाली जनताले यो कुरा बुझ्नुपर्छ। सबैजनाले यो कुरा बुझेर अब आउने चुनावमा पार्टीको माटो चिन्हमा मतदान गर्नुला। जय देश जय।